सदनको रोस्टरमा गृहमन्त्री सुदन गुरुङ रुने, सुकुम्बासी बस्तीमा मैले खान पाइनँ, लाउन पाइनँ, चिसो भयो रातभरि, सुत्न पाइनँ, डुबेको छु भनेर विश्वको एउटा 5 कक्षामा पढ्ने विश्व गुरुङ रुने। अनि उता राज्यको नीतिका कारणले आत्मदाह गरेर मृत्युवरण गरेका गणेश नेपालीकी श्रीमती रुने। म कसको आँसु सही मानौँ सम्माननीय सभामुख महोदय? म कसको आँसु सक्कली मानौँ र कसको आँसु नक्कली मानौँ? अवश्य पनि हाम्रै पुस्ताको एउटा व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ, हाम्रा लागि पनि गौरवको विषय हो। मन्त्रीहरू हुनुहुन्छ धेरै साथीहरू हाम्रो पुस्ताका, गौरवको विषय हो नि। कहिलेकाहीँ लो पनि लाग्छ। 30 वर्ष हामी यो आन्दोलनमा, आज म 44 वर्षको भयो यो आन्दोलनमा लागेको, झन्डै 29-30 वर्ष भयो। अनपेड हिसाबले, भोलिन्टियरिङ हिसाबले र अनवरत रूपमा होल टाइमर भएर 29-30 वर्ष भएछ साथी। आज बोल्न मान्ने भइया छ। राजनीति गरेको 6 महिना पुगेको छैन गृहमन्त्री, 4 वर्षमा प्रधानमन्त्री, 3 महिनामा चाहिँ सांसद भएर आउनु भएको छ। यहाँहरूको प्रगति उन्नति देख्दा कहिलेकाहीँ हामीलाई पनि आहा लाग्छ, तर सँगसँगै चिन्ता र डर पनि लाग्छ। प्रश्नहरू पनि सिर्जना हुन्छन्। कता यो उपलब्धिले देशको लोकतन्त्रलाई, देशको राष्ट्रियतालाई, नेपाली जनताका आकाङ्क्षा र चाहनाहरूलाई, अपेक्षाहरूलाई कतै ओह्रालोतिर अधोगतितिर त लाने होइन। यो सरकार सफल हुनुपर्ने 2टा कारण देख्छु र मेरो समर्थन पनि छ यो कुरामा। पहिलो कुरा त यति अभूतपूर्व जनमत प्राप्त गरेको छ, यो गणतन्त्रमाथिको, संविधानमाथिको विश्वास हो नि, लोकतन्त्रमाथिको विश्वास हो नि। र यो सरकार पनि यति अभूतपूर्व जनमत प्राप्त गर्दा पनि असफल भयो भने युवा पुस्ता असफल हुन्छ। एउटा पुस्ता असफल हुन्छ र जब कुनै पनि देशमा, कुनै पनि समाजमा युवा पुस्ता असफल हुन्छ, एउटा पुस्ता असफल हुन्छ भने देशले धेरै लामो समयसम्म त्यसको क्षति बिहोर्छ। यो गम्भीर कुरा हो। त्यसकारण पनि हामी यो सरकारको सफलता चाहन्छौँ मान्यज्यू, सम्माननीय सभामुख महोदय। म यो सदनलाई गम्भीरतापूर्वक यो राख्न चाहन्छु। त्यसकारण हाम्रो कुनै पूर्वाग्रह छैन, हाम्रो प्रतिशोध छैन। हामी सरकारले गरेका कमजोरीहरू, सरकारले कहीँ ल्याप्सेसहरू छन् भने त्यसलाई देखाउने यो हाम्रो जिम्मेवारी हो। हामी पनि जनमत लिएर यो सदनमा आएका छौँ। त्यसो भएको हुनाले यो हाम्रो जिम्मेवारी भएको हुनाले हामी हाम्रो जिम्मेवारी अनुरूप हामीले काम गरिरहेको कुरा यहाँहरूका बिचमा राख्न चाहन्छौँ। तर सम्माननीय सभामुखज्यू, म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, मान्यज्यूहरूलाई भन्न चाहन्छु कि साँच्चीकै जनमत अनुसारको, जुन नेपाली जनताको अपेक्षा र आकाङ्क्षा अनुसारको यो सरकारले काम गरिरहेको छ, यो सरकारको कार्यशैली छ, त्यो ढङ्गले अगाडि बढिरहेको छ। अलि पहिला त यहाँहरूले पनि जे कुरामा पनि ढ्याम ताली हान्नुहुन्थ्यो, अहिले त यहाँहरूले पनि प्रश्न गर्न थाल्नु भएको छ नि। यहाँहरूका पनि त प्रश्न छन् नि त। म सत्ता पक्षका मान्यज्यूहरूलाई म अनुरोध गर्न चाहन्छु कि रामराज्य चलिरहेको छ। हाम्रो काम त सत्तालाई, सरकारलाई सही बाटो देखाउने, गलत भएको ठाउँमा गलत भन्ने हो कि होइन, त्यसका लागि हामीले जनमत लिएर आएका हौँ कि होइनौँ। अनि हामीले त्यो कुरा सदनमा गर्दा माननीय गृहमन्त्रीज्यू सदनमा आउनुहुन्छ र थर्काउनुहुन्छ, हप्काउनुहुन्छ, यहाँ चिच्याउने, यहाँ घोक्रो फुटाउने। अनि एउटा मान्यले सदनमा नआएर कहाँ चाहिँ भन्छ, आफ्ना कुराहरू कहाँ राख्छ? काम गर्ने काम त कार्यकारिणी अधिकार प्राप्त गरेको त सरकारले हो नि, सरकारले गरिराखेको छ त। प्रतिनिधि सभाका सदस्यहरूले त सदनमा आएर जनताका कुराहरू, सरकारले गरेका कामहरूको समीक्षा गर्ने कुरा गर्ने होला नि त। म यो कुरा राख्न चाहन्छु। त्यसैले म भन्न चाहन्छु कि सरकार सचिनुपर्छ, सही ढङ्गले अगाडि बढ्नुपर्छ। म त्यो आग्रह अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, मलाई कुनै पनि रहर छैन। हाम्रै पुस्ताको एउटा व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ, हाम्रा लागि पनि गौरवको विषय हो। मन्त्रीहरू हुनुहुन्छ धेरै साथीहरू हाम्रो पुस्ताका, गौरवको विषय हो नि। कहिलेकाहीँ लो पनि लाग्छ। 30 वर्ष हामी यो आन्दोलनमा, आज म 44 वर्षको भयो यो आन्दोलनमा लागेको, झन्डै 29-30 वर्ष भयो। अनपेड हिसाबले, भोलिन्टियरिङ हिसाबले र अनवरत रूपमा होल टाइमर भएर 29-30 वर्ष भएछ साथी। आज बोल्न मान्ने भइया छ। राजनीति गरेको 6 महिना पुगेको छैन गृहमन्त्री, 4 वर्षमा प्रधानमन्त्री, 3 महिनामा चाहिँ सांसद भएर आउनु भएको छ। यहाँहरूको प्रगति उन्नति देख्दा कहिलेकाहीँ हामीलाई पनि आहा लाग्छ, तर सँगसँगै चिन्ता र डर पनि लाग्छ। प्रश्नहरू पनि सिर्जना हुन्छन्। कता यो उपलब्धिले देशको लोकतन्त्रलाई, देशको राष्ट्रियतालाई, नेपाली जनताका आकाङ्क्षा र चाहनाहरूलाई, अपेक्षाहरूलाई
कतै ओह्रालोतिर अधोगतिर त लाने होइन, त्यो प्रश्न पनि खडा हुन्छ र चिन्ता पनि लाग्छ। र व्यवहार हेर्दा, कार्यशैली हेर्दा सरकारको र यहाँहरूले पनि प्रधानमन्त्रीले नेपालले पनि धेरै ठाउँमा सीमा मिचेको छ भन्दै गर्दा ढ्याप ढ्याप एकदम चाहिँ त्यो ताली हान्दा स्कुलका बच्चाहरूले यसरी चिन्ता लाग्छ, डर लाग्छ, कतातिर जाँदैछु भनेर। त्यसकारण हामी संयमित हुन, हामी बडो विवेकशील ढङ्गले अगाडि बढ्न, हामीले राइट र सत्य र असत्यलाई, राम्रो र नराम्रोलाई छुट्याएर अगाडि बढ्नुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। प्रधानमन्त्री बल्ल बल्ल सदनमा आउनुहुन्छ, नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भन्नुहुन्छ। यो अभिव्यक्ति अहिलेसम्म सार्वभौम सत्ता सम्पन्न राष्ट्रका कुनै पनि कार्यकारी प्रमुखले विश्वमा कहीँ पनि दिएको छैन। इभन अमेरिका, भारत, चीन, रसिया जस्ता शक्तिशाली राष्ट्रका प्रमुखहरूले पनि दिएको छैन। मान्यजीहरू, दिन सक्दैन। अनि नेपालको प्रधानमन्त्रीले त्यो भन्नुहुन्छ, हामी त्यसलाई अनुमोदन गर्छौँ। र आज झन्डै 45 दिनदेखि विपक्षले निरन्तर रूपमा यो अभिव्यक्तिको सच्याउने, यो अभिव्यक्तिलाई सच्याउने, फिर्ता लिने, जनतासँग माफी माग्ने कुरा गरिरहेको छ। त्यो विपक्षीको मात्रै कुरा हो कि देशको कुरा हो? आज राष्ट्रियताका सवालमा सदन यसरी विभाजित हुने कुरा यहाँहरूलाई म स्मरण गराउन चाहन्छु कि लिपुलेख, लिप्याधुरा र कालापानी जस्तोलाई नेपालको नक्सामा समेट्दाखेरि सदनमा सर्वसम्मत भएको थियो। राष्ट्रियताका विषयमा आज सदनमा सर्वसम्मत हुनुपर्छ कि पर्दैन थियो, तर आज विभाजित छ। यो गम्भीर र दुःखद कुरा हो। अनि यो कुरा विपक्षीले उठाउँदा, यो कुरा विपक्षीले सदनमा चाहिँ यो राष्ट्रघात भयो, यो देशद्रोह भयो, यो गलत भयो भन्दा चाहिँ अनि विपक्षीले विरोध गरेको मान्नुहुन्छ? हामीले भन्यौँ सुकुम्बासीको यथेष्ट व्यवस्थापन गरेर, उचित व्यवस्थापन गरेर, ठिक छ हुकुमबासीलाई कारबाही गरौँ, तर वास्तविक सुकुम्बासीको पहिचान गरेर उचित व्यवस्थापन गरौँ भन्यौँ। हामीलाई विरोधी बनाइयो। तर आज हामीले भनेको कुरा सत्य रहेछ कि रहन्छ? हतारमा गरिने कुराले हतपतका काम लतपत भने जस्तै आज सुकुम्बासी नागरिकहरूको के अवस्था भइराखेको छ? आज विश्व गुरुङ जो 5 कक्षामा पढ्ने एउटा सुकुम्बासी बस्तीमा बस्ने बच्चा रोइरहनु भएको छ। अनि उतातिर गणेश नेपालीको श्रीमती र उनको बच्ची रोइराख्नु भएको छ। अनि यहाँ सदनमा आएर गृहमन्त्री रुनुहुन्छ। सदनको रोस्टरमा गृहमन्त्री सुदन गुरुङ रुने, सुकुम्बासी बस्तीमा मैले खान पाइनँ, लाउन पाइनँ, चिसो भयो, रातभरि सुत्न पाइनँ, डुबेको छु भनेर एउटा 5 कक्षामा पढ्ने विश्व गुरुङ रुने। अनि उता राज्यको नीतिका कारणले आत्मदाह गरेर मृत्युवरण गरेका गणेश नेपालीकी श्रीमती रुने। म कसको आँसु सही मानौँ सम्मान्य सभामुख महोदय? म कसको आँसु सक्कली मानौँ र कसको आँसु नक्कली मानौँ? अवश्य पनि ती गणेश नेपालीकी श्रीमतीको आँसु सक्कली थियो, वास्तवमा पीडा भरिएको थियो। त्यो विश्व गुरुङ जो सुकुम्बासी बस्तीमा खान नपाएर, ओड्न नपाएर, लुगा लगाउन नपाएर चिसोले रातभरि कठाङ्ग्रेर बिहान रुँदै थियो, त्यो विश्व गुरुङ बाबुको आँसु सक्कली थियो, नक्कली थिएन। त्यो गोहीको आँसु थिएन। त्यसैले यो कुरा गर्दा हामीले विरोध गरेको हुने, यो कुरा गर्दा हामीले सरकारलाई चाहिँ असहयोग गरेको हुने, सरकार सही बाटोमा देखाउनु, सही बाटोमा हिँड्नुपर्छ भनेर देखाउने कुरा कहिले पनि सरकारको विरोध गरेको हुँदैन। अनि गणेश नेपालीको चाहिँ मृत्यु आत्मदाह गर्ने परिस्थिति, गणेश नेपाली, विवेक मण्डल, अश्विन राउत लगायतका आज मात्रै पनि रौतडमा एकजना युवाले फेरि आत्मदाहको प्रयास गरेका छन्। यस्तो खालको परिस्थिति बन्दैछ राज्यको नीतिका कारणले, राज्यको व्यवहार र कार्यशैलीका कारणले भन्दा चाहिँ अनि हामीले सरकारको विरोध गरेको, राजनीति गरेको हुन्छ? त्यो हुँदैन। यसमा सचिनुपर्छ सरकार। उल्टो ठिक ढङ्गले आफ्नो चाहिँ नीति अगाडि बढाउनु पर्ने, व्यवहार गर्नुपर्ने, माफी माग्नु पर्ने, सचिनु पर्नेमा भोलिपल्ट गाडी आतङ्क सिर्जना गर्ने, गाडी आतङ्क सिर्जना गर्ने, पत्रकार प्रेसका चाहिँ मिडिया हाउस अगाडि गएर गाडीहरू पार्किङ गर्ने, बाटोमा गाडी पार्किङ गर्ने, अनि बेलुका ती गाडी छोड्ने, सामान्य 500 जरिवाना लिएर। त्यो राज्य विरुद्धको अपराध हो कि होइन? त्यो सार्वजनिक ठाउँमा चाहिँ सवारी आवागमनलाई चाहिँ अवरोध पुर्याउने गरी पार्किङ गरिएको कुरा जानी त्यो पनि नियतवश ढङ्गले त्यो फौजदारी अभियोग हो, फौजदारी अपराध हो, त्यो सार्वजनिक अपराध हो। सार्वजनिक अपराध र फौजदारी अपराधमा मुद्दा लाउनु पर्नेमा सामान्य 500 को चिट काटेर छोड्ने त्यो खालको काम भएको छ। तर आज त्यही विषयमा यो राज्य आतङ्क भयो भन्दा चाहिँ अन्यराष्ट्रका साथीहरूलाई चाहिँ धरपकड गर्ने, पुलिस प्रहरीले लाठी चार्ज गर्ने, अहिले थुन्ने, यो राज्य आतङ्कको पराकाष्ठा भएन? राज्य आतङ्क सिर्जना गर्नका लागि हो कि हरेक नागरिकको एउटा अभिभावक, एउटा गार्जियन, एउटा आड भरोसा बन्नका लागि राज्य हो?
प्रतिशोध थाप्नको लागि आफ्ना चाहिँ मन नपरेका मान्छेलाई ठिक लाउनका लागि कानुन निर्माण गरेर रुल अफ लबाट राज्य चल्ने हो कि रुल बाई लबाट राज्य चल्ने हो? यो गम्भीर प्रश्न सिर्जना भएको छ। म यो कुरा यहाँहरूका बिचमा राख्न चाहन्छु। सम्मान्य सभामुख महोदय, म आज भित्र आउँदै थिएँ सिंहदरबार गेटबाट। सामान्य प्रशासन मन्त्रालयको अगाडि धेरै कर्मचारी साथीहरू त्यहाँ ठुलो हुल थियो। के रहेछ भनेर बुझेको उहाँहरू एकदम आतङ्कित हुनुहुन्थ्यो, पीडामा हुनुहुन्थ्यो। के भयो भनेको करारमा रहेका कर्मचारी करिब 64,000 कर्मचारीहरूलाई चाहिँ अवकाश दिने निकाल्ने कोसिस भइरहेको छ। सरकारले निर्णय गरिरहेको छ। रोजगारी दिन्छौँ भन्ने विदेशका गल्ली गल्लीमा स्टिकर टाँसेर नेपाल फर्काएर रोजगारी दिन्छौँ भन्ने विदेशमा गएका मान्छेलाई रोजगारी दिन्छौँ भन्ने सरकारले नेपालमा रोजगार सिर्जना गरिरहेका मान्छेहरूलाई बेरोजगार बनाउने, उनीहरूको चाहिँ दिल्लीबाट पार्ने त्यो खालको काम भइरहेको छ। यो अविलम्ब रोकिनु पर्दछ र यो ढङ्गले चाहिँ सरकार अगाडि बढ्नुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। सँगसँगै यहाँहरूलाई थाहा छ कि हामी अहिले मध्यम बर्खामा छौँ। प्राकृतिक प्रकोपका घटनाहरू धेरै ठाउँमा घट्नेवाला छन्। अहिले पनि मान्यज्यूहरूले सदनमा उठाइराख्नु भएको छ। मैले हिजो पनि भनेको थिएँ सरकारले यहाँ आएर के गरिराखेको छ तयारी, त्यो भन्नु पर्यो, त्यो बताउनु पर्यो। र यो प्राकृतिक प्रकोप, यो जोखिमका बाढी, यो वर्षाका कारणले जुन बाढी पहिरो आउँछ, प्राकृतिक जोखिम आउँछ, यो विषय चाहिँ सरकारले बडो ध्यानपूर्वक चाहिँ आफ्नो नीति अगाडि बढाउनुपर्छ र त्यो जोखिमलाई चाहिँ न्यूनीकरण गर्ने कुराका सन्दर्भमा, सतर्कता अपनाउने कुराका सन्दर्भमा सरकारले ध्यान दिनुपर्छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।